सम्पूर्णमा नमस्कार। यस इन्टरनेसनल नेभलिज कम्युनिटीको तर्फबाट म श्री जीवन ढुङ्गाना यही मिति 2081 साल 9 महिना 1 गतेदेखि श्री आनन्द माध्यमिक विद्यालय गुर्बाकोट 13 सुर्खेतमा रहेका यस आनन्द माध्यमिक विद्यालयका गरिब विपन्न तथा जेहेन्दार 10 जना विद्यार्थीहरूलाई चाहिँ हामीले एसई को परीक्षा तयारीको लागि 3 महिने ट्युसन क्लास सञ्चालन गराउँदै आइरहेका थियौँ। यसै सन्दर्भमा उहाँहरूको प्रगति, पढाइप्रतिको प्रगति आज अन्तिम दिन शिक्षक तथा विद्यार्थीबाट नै हामी सुन्नेछौँ। यो जानकारी गराउन चाहन्छु। धन्यवाद। कक्षा 10 वा एसई परीक्षा दिने विद्यार्थीहरूको लागि केही आर्थिक सहयोग गर्ने भनेर एउटा चासो देखायो, जसले केही भए पनि शैक्षिक सुधारमा त्यसले टेवा पुर्याओस्, सहयोग गरोस् भन्ने उद्देश्यका साथ यसले टोटल रकम 60,000 बराबर यो एसई परीक्षाको नतिजा सुधारका लागि वा विद्यार्थीहरूको शैक्षिक उपलब्धि हासिल गर्नका लागि भनेर यसले लगानी गर्यो। यो यसमा पनि अब मुख्य गरेर 10 कक्षाका विद्यार्थीहरूमा विपन्न र जेहेन्दार विद्यार्थीहरूमा यसले लगानी गरेको छ। धेरै विद्यार्थीहरूमध्येबाट यसले 10 जना विद्यार्थीहरूलाई छनौट गरेको छ। छनौट भएका विद्यार्थीहरूमा यसको पनि एउटा के रहने रहेछ भने यसले लगानी गरिसकेपछि यसलाई चाहिँ नतिजा चाहिँदैछ, उपलब्धि चाहिँदैछ। जुनसुकै सङ्घ संस्था होस्, लगानी गरेको ठाउँमा उसको माया हुन्छ। माया हुने भएको कारणले गर्दा त्यो माया चाहिँ उसले चाहिँ के खोजिरहेको हुन्छ त, त्यसको उपलब्धि खोजिरहेको हुन्छ। त्यो उपलब्धि खोज्ने भएको कारणले गर्दा अवश्य पनि यो 3 महिनाको अवधिमा यो संस्थाले जुन लगानी गरे अनुसार अतिरिक्त कक्षा विद्यार्थीहरूले 10 जना विद्यार्थीहरूले लिने अवसर प्राप्त गर्नुभयो। त्यसरी प्राप्त गरेको जुन अवसर रह्यो त्यो अवसरबाट विद्यार्थी भाइबहिनीहरू पक्कै पनि लाभान्वित हुनुभएको होला भन्ने हामीले आशा गरेका छौँ। त्यसले चाहिँ शैक्षिक सुधारमा, विद्यार्थीहरूको शैक्षिक सुधारमा केही न केही टेवा पुर्यायो भन्ने पनि हामीले आशा गरेका छौँ। यो आउँदै गरेको एसई परीक्षाको नतिजामा पनि त्यो देखिने छ। त्यो नतिजामा पनि हामीले सोचेअनुसार नै होला भन्ने हामीले आशा गरेका छौँ। जुन आशा हामीले खोजिरहेका छौँ, गरिरहेका छौँ, त्यो आशा हामी 10 जना छनौट भएका विद्यार्थीहरूबाट त्यो आशा पुरा हुनेछ, जसले अर्को आगामी वर्ष यो आइएनसी नेपालसँग चाहिँ हामीले फेरि सहकार्य गरेर अर्को वर्ष पनि यस्तै कार्यक्रमलाई चाहिँ हामीले अगाडि बढाउन त्यसले सहयोग पुर्याउनेछ। हाम्रा कक्षा 9 मा अहिले रहेको अवस्था जुन विद्यार्थीहरू रहेका छन्, आगामी दिनमा ती विद्यार्थीहरूले पनि यो अवसर प्राप्त गर्नेछन्। यो अवसर अहिले जुन 10 जना विद्यार्थीमा सीमित छ, अर्को वर्ष चाहिँ यो अवसर चाहिँ त्यसको डोब्बर हुने हामीले आशा गरेका छौँ। त्यो डोब्बर हुनको लागि जुन हामी 10 जना विद्यार्थीहरू रहेका छौँ, त्यो विद्यार्थीहरूको शैक्षिक सुधारमा चाहिँ त्यसलाई चाहिँ सहयोग पुर्याउनेछ। त्यो चाहिँ 20 जना बनाउनमा चाहिँ त्यसले चाहिँ टेवा पुर्याउनेछ, जसको कारणले गर्दा विद्यार्थी भाइबहिनीहरूले सोचेअनुसार मेहनत गर्नुहुनेछ, लगनशील भएर आफ्नो कार्यलाई निरन्तरता दिनुहुनेछ, जसले नतिजा सुधार होस् र आगामी वर्ष फेरि हामीले यही आइएनसी नेपाल संस्थासँग सहकार्य गर्न पाइयोस् र आगामी जुन 10 कक्षामा रहने विद्यार्थीहरूले पनि यो अवसर प्राप्त गरून् भन्ने हामीले आशा गरेका छौँ। र यसै विद्यालयका शिक्षकवर्गसँगै रहेका बालबालिकाहरूको प्रगतिप्रति शिक्षकका धारणाहरू पनि हामी शिक्षकहरू मार्फतबाट नै सुन्नेछौँ। उहाँहरूको भनाइलाई पनि सुनौँ। विगत वर्षदेखि यो आइएनसी संस्थाले यस विद्यालयको निम्ति जुन खालको एउटा सर्वोदय गरेर यो विद्यालयको पढाइका निम्ति जुन खालको एउटा सहानुभूतिको साथसाथै सहयोगको एउटा भावना जागेर विद्यालयलाई
जुन खालको सहयोग भएको छ र यो सहयोगले विद्यार्थी भाइ बहिनीहरूको पढाइमा पनि त्यत्तिकै प्रगति भएको महसुस भएको छ र यो वर्ष पनि यी विद्यार्थी भाइ बहिनीहरूले जुन खालको एउटा आफैमा पनि उत्साह बनाएर जुन खालको एउटा पढाइमा लगनशीलता देखाएर जुन खालको काम भएको छ र यी विद्यार्थी भाइ बहिनीहरूको भविष्यमा सबैको त्यही खालको चाहिँ सहानुभूति र एउटा पढाइप्रतिको लगाव र त्यसमा लगानी जुन खालको यो आइएनसी संस्था र सँगसँगै विद्यालयले विद्यार्थी भाइ बहिनीको निमित्त यो खालको कार्यक्रम हुँदै गर्दा मलाई यो विद्यालय व्यवस्थापन समितिको तर्फबाट र सम्पूर्ण विद्यालय परिवारको तर्फबाट यस आइएनसी संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी वर्षका लागि पनि यो संस्थाले यो विद्यालयका भाइ बहिनीहरूको एउटा शिक्षालाई अग्रगतिमा लैजानको लागि पक्कै पनि सहयोग हुनेछ भन्ने अपेक्षा लिँदै मैले मेरा भनाइहरू यही शेष गर्छु। अवस्था सबैलाई धन्यवाद। आज यस कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय छेज्यू, विवेश अध्यक्षज्यू, सम्पूर्ण गुरुहरू, अन्य विवेश सदस्यज्यूहरू र मेरो विद्यार्थीहरूमा मेरो तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु। हाम्रो पढाइप्रति चासो लिएर जो आइएनसी संस्थाले आर्थिक सहयोग गर्नुभयो त्यसको लागि चाहिँ म हृदयबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँहरूको सानो सहयोगले पनि हाम्रो शिक्षामा चाहिँ ठुलो मद्दत गरेको छ। हाम्रो जो 3 महिना अगाडिको शिक्षाको अवस्था रहेको थियो त्यसमा चाहिँ हामीले पक्कै पनि केही फरक पाएको महसुस गरेका छौँ र यसले चाहिँ हाम्रो एसीमा पनि राम्रो रिजल्ट ल्याउने हो कि भन्ने चाहिँ हामीले आश गरेका छौँ। त्यसैले चाहिँ यस्तै सहयोग, यो सहयोगले चाहिँ हामीलाई ठुलो मद्दत पुगेको छ र यस्तै सहयोगहरू तपाईँहरूले आगामी दिनहरूमा पनि हाम्रा भाइ बहिनीहरूलाई गर्नुहुनेछ भनेर आशा गरेको छु र म अन्तिममा उहाँहरूलाई चाहिँ भित्रै हृदयबाट धन्यवाद ज्ञापन गर्दै म अन्तिम बिदा हुन चाहन्छु। धन्यवाद। आजको यस कार्यक्रममा सबैजनालाई महिला साईको तर्फबाट नमस्कार टक्राउन चाहन्छु। हामीलाई जुन संस्थाले हामीलाई सानो सहयोग गर्नुभएको छ, आर्थिक सहयोग गर्नुभएको छ, अनि हजुरहरूलाई धेरै धेरै मनैदेखि हृदयदेखि नै धन्यवाद टक्राउन चाहन्छु। जुन सहयोग हजुरहरूले गर्नुभयो हामीलाई पढाइको प्रति, यसको नतिजा हामीले राम्रो लिन्छौँ भन्ने सोचेका छौँ। जुन सहयोग गर्दै आउनुभएको छ अनि हामी सबै सम्पूर्ण साथीहरूले यो रिजल्टमा राम्रो नम्बर दिन्छौँ र पहिलाभन्दा फरक रिजल्ट राम्रो हुँदै पनि गएको छ। जुन संस्थाले हामीलाई सहयोग गर्नुभएको छ, हामीले सबैजना हामी 10 जना प्रतिमा हामी सबैजनाले राम्रो रिजल्ट लिन्छौँ भन्ने आशा गरेका छौँ र हजुरहरूले जुन लगानी गर्नुभएको छ त्यो लगानीलाई हामीले खेर जान पनि दिन्नौँ भन्दै हामी सम्पूर्ण साथीहरूप्रति र सम्पूर्ण साथीहरूको र मेरो तर्फबाट जुन संस्थाले हामीलाई सहयोग गर्नुभएको छ मनैदेखि हृदयदेखि नै धन्यवाद टक्राउन चाहन्छु भन्दै मेरो विचार भनेर यही भन्न चाहन्छु। र आज मिति 2081 12 महिना 1 गतेका दिन सम्पूर्ण कोचिङ तथा ट्युसन क्लासहरू सम्पन्न भएको जानकारी पनि गराउन चाहन्छौँ। इन्टरनेसनल नेबलिज कम्युनिटी युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, लाइक, कमेन्ट, सेयर। साथसाथै हामीले आगामी दिनहरूमा गरेका कामहरू यसै च्यानल मार्फत तपाईँहरू माझमा सार्वजनिक पनि गर्नेछौँ। यो भनाइलाई अन्यथा नलिकन हजुरहरूको माया ममता देखाउनु भयो भने अवश्य पनि हामीलाई काम गर्ने हौसला जाँगर बढेर जानेछ। यो भनाइ सँगसँगै यस कार्यक्रमबाट म बिदा लिन चाहन्छु। धन्यवाद। नमस्ते।